गल्तीमा सपना हातमा सुटकेस आफ्नो गाउँ छोडी हिँडे म परदेश रुँदै छिन्नमा टोलाउँछ यो मन सपना पूरा गर्न छोडे आफ्नो घर आँगन यो परदेशीको कथा कसले बुझिदिने मनको यो व्यथा कसलाई सुनाउने आमाको काख छोडी पराई शहरमा हाथ जोड़ कर देखो ये जिंदगी है हम दोस्त हैं इसी के लिए अब तक ना जाओ दिल तोड़ देगा हम दोस्त हैं इसी के लिए यादों में तू खड़ा है वो दिन तो नहीं आए अब तक ना जाओ दिल तोड़ देगा त्यहाँदेखि हामी गाडी पर्खिरहेको छौँ बुढा चाहिँ उता हेरिरहेछ निराश भएर अब धेरै भो परदेश नगएको त्यसै कारणले अलिकति निराश फिल भइराख्नु भएको छ गाडी पर्खिरहेको बिहानको 5 बजिसकेको छ हामी पर्खिँदा गऱ्यौँ तल लोड गर्दैछ गाडी आयो त्यहाँदेखि गाडी आयो फाइनली आइपुग्यो काठमाडौँ जाने गाडी माइक्रो के भन्छ यसलाई माइक्रो अब बुढा चढ्नु भयो सुर्केसमाथि लाइसक्यो ड्राइभर खलासीले अब झ्याल बन्द गरिसक्नु भयो अब हिँड्न आँट्नुभयो हिँड्यो गाडी म चाहिँ पछाडिबाट भिडियो गरी पठाएँ निराश अब मनमा त कस्तो निराश फिल भयो तर म रुइनँ मलाई आँसु आएन अब होइन अब धेरै घरमा समस्या बोकेर जानुभएको छ त्यही भएर किन रुनु होइन अब रहरले होइन दुःखले बाध्यताले जानुभएको त्यसै कारणले म अब जानुभयो म घर फर्किँदैछु घर फर्केँ पानी परेको थियो हिलो थियो भुइँमा अनि घरमा निनी र सासुआमा चाहिँ हेरिराख्नु भएको थियो म पुग्दा अनि हेरिराख्नु भएको थियो त्यहाँबाट हेरिराख्नु भएको छ त्यहाँबाट मैले भिडियो